हाम्रो लघुकथा केन्द्रको चौथो वार्षिक उत्सवको उपलक्ष्यमा प्रेषित लघुकथाहरूमध्ये आज म 105औं श्रृङ्खला लिएर आएको छु। आज मैले रेसुङ्गा नगरपालिका 2 गुल्मीबाट रामप्रसाद पन्थीज्यूले प्रेषित गर्नुभएको लघुकथा अन्तिम निर्णय वाचन गर्दैछु, जुन यस प्रकार छ। धेरै समयदेखि तनावग्रस्त जीवन बाँचेको थिएँ। आज रातभर निदाउन सकिनँ। त्यस्तो त असङ्ख्य रातहरू जाग्राम नै बितेका थिए। कसलाई सुनाउने मनको पीडा? सुनिदिने भए पो सुनाउने। साथीभाइलाई सुनाउनु खोज्दा हावा उडाइदिए। परिवारले सधैँ सुनाइरहे अरूका छोराले प्रगति गरे भनेर, आफूले भने केही गर्न सकिएन। सुनेको थिएँ कुरा सबैका सुन्नु, निर्णय आफैले लिनु। हो, मैले धेरै कुरा सुने अनि बाध्य भएर अन्तिम निर्णय लिँदैछु। मलाई थाहा छ मेरो यो निर्णयका कारण पनि मैले सुख पाउने छैन। कुरा काट्नेहरूले काटिरहनेछन्, यस्तो र उस्तो भन्ने छन्, परिवारलाई थप पीडा पुर्याउने छन्। मैले आग्रह गर्दैछु, बा आमा श्रीमती र आफन्तलाई मनको गाँठो बलियो बनाउनु नठानिदिनु होला। बुढेसकालको एकमात्र सहारा एक्लो छोराले यसरी धोका दियो, के गर्ने? परिस्थिति नै यस्तै भइदियो र बाध्य भएँ यो निर्णय लिन। यो निर्णय लिँदै गर्दा मलाई कुनै सन्देह छैन, कुनै पीडा बोध र ग्लानि भाव छैन। म खुसी छु र सन्तुष्ट छु। अनि अरूलाई बेचैनी किन, छटपटाहट किन? थाहा छ मेरो अनुपस्थितिमा परिवार रित्त हुनेछ, गाउँ शून्य हुनेछ, कुराहरू काटिनेछन्, शङ्काहरू गरिनेछन्। आखिर के नपुग्दो थियो र यसरी ज्यानै फालेर गयो भनिनेछ। हो, म ज्यान फालेरै जाँदैछु। त्यसैले त कसैलाई नभने पनि प्रमाण छोडेर जाँदैछु। म कथाको अन्त्यमा आइपुगेँ। यहाँ बाँच्ने कुनै परिवेश र परिस्थिति रहेन। त्यसैले अन्तिम पटक भन्दैछु, कालले धोका नदिए फर्केर आउने बाचाका साथ मुटुमा किल्ला ठोकेर विदेश जाँदैछु। बस मिठो कथा लेख्नुभएको छ, मार्मिक, विदेशिनु पर्दाको पीडा। साह्रै राम्रो लाग्यो। धेरै धेरै धन्यवाद।